तपाईहरु जति खुसी भएर आउनुहुन्छ नि भिजा लाग्यो भनेर सिजनलमा तपाईहरु यहाँ आएपछि रुने हो का बुझ्नु नि 10-12 लाख तिरेर आउनु त सिजनलमा तपाईहरु ठ्याक्कै सिजन स्टार्ट हुँदा आइपुग्नु भयो भने त 4-5 महिना 6-7 महिना काम गर्नु पाउनुहुन्छ अनि त्यति कमाइले तपाईहरुले ऋण कहिले तिर्ने त्यसपछि अर्को काम पाउने कहिले हो थाहा हुँदैन नेपालमा हुँदा तपाईहरुको 3-4 महिनाको टीआरसी को डेट सकिसकेको हुन्छ का 1 वर्षको टीआरसी हुन्छ कोर्सियामा 1 वर्षको म्याद हुन्छ तपाईहरुको वर्क पर्मिट जुन दिन आएको हुन्छ नेपालमा त्यहाँदेखिको काउन्ट हुन्छ का वर्क पर्मिटको टीआरसी को डेट स्टार्ट हुन्छ खराउनु भएको छ कसै 1 महिना भएको छ कसै 3 महिना भएको छ कसै 2 महिना भएको छ कामै लाइदिएको सिजनलमा आएको कामै लाइदिएको छैन एजेन्टले काम लाइदिनु भनेको एजेन्टले कामै लाइदिदैन फोनै उठाउँदैन फोनै रिसिभ गर्दैन हामी नेपालीहरुले गर्दा पनि हो है यस्तो भएको छ किनभने आउनेहरु जति सबै यहाँ काम गर्नु एप्लाई भिजा लागेर आउने त्यसपछि चाहिँ अनि यहाँदेखि चाहिँ अर्को देश लागेपछि यहाँको सरकारले टाइट त गरिहाल्छ त्यही भएको का भएको काम जस्तो सुकै होस् सानो तिनो जस्तो सुकै काम होस् पैसा थोरै धेरै अहिलेको सिचुएसनमा चाहिँ काम चेन्ज नगर्नु भन्छु म चाहिँ हैन किनभने पैसाको लागि मात्रै हैन का मानवता भने पनि लिनु पर्यो मानवता छ कि छैन तपाईहरुमा हैन मानवता पनि सोच्नु पर्यो का पैसाको लागि मात्रै काम गरेर भएन का हेलो साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो यो अर्को भिडियोमा मैले चाहिँ आज हैन सिजनलको बारेमा के कुराहरु गर्नु मन लाग्यो हैन धेरै जनाले मलाई सोधिराख्नु भएको छ मलाई फेसबुकमा युट्युबमा धेरै जनाले सोधिराख्नु भएको छ यो सिजनलको बारेमा अनि भिजाको बारेमा हैन वर्क पर्मिट भिजाहरु अहिले एकदमै लेट भइराछ किन होला भनेर धेरै जनाले मलाई सोधिराख्नु भएको छ हैन भिडियो बनाउन भनेर धेरै जनाले रिक्वेस्ट पनि गरिरहनु भएको छ अनि कमेन्टहरु गरिरहनु भएको छ रिप्लाई दिनु हैन मैले कति त रिप्लाई दिइ पनि रहेछु मैले चाहिँ अब सिजनलको बारेमा मैले भिडियो पनि बनाउन खोजिरहेको अस्तिदेखि नै अलिकति बिजी भएर मैले बनाइरहेको थिएन अहिले सिजनलको धेरै भिजा अरु वर्किङको भन्दा सिजनलको अलिक धेरै अहिले भिजा लागिरहेको छ मतलब भिजा अब आइरहेको छ हैन धेरै मान्छेहरु नेपालबाट धेरै मान्छेहरु चाहिँ सिजनलको लागि आइरहेको रहेछ अहिले सिजन पनि हो हैन सिजनलको सिजन पनि हो त्यही भएर पनि अहिले भिजा निकैको लागिरहेको रहेछ आइराख्नु भएको छ र विशेष गरी चाहिँ धेरै जस्तो चाहिँ दिदीबहिनीहरु हैन दिदीबहिनीहरुको भिजा छोरी मान्छेहरुको चाहिँ दिदीबहिनीहरुको चाहिँ धेरैको भिजा लागिरहेको रहेछ अनि केटा साथीहरुको पनि हैन केटा साथीहरुको पनि साथीभाइहरुको पनि निकै भिजा लागिरहेको रहेछ मलाई धेरै जनाले कमेन्ट गर्नुभएको थियो र विशेष गरी चाहिँ मैले के भन्न खोजिरहेको भने मैले यो भन्दा धेरै अगाडिको भिडियोहरुमा पनि मैले सिजनलको कुराहरु गरिरहेको छु र सिजनलमा त मैले भनेकै हो पहिला पनि सिजनलमा त आउनै नआउनु हैन सिजनलमा तपाईहरु कुनै पनि कन्ट्री कोर्सिया मात्रै हैन कुनै पनि कन्ट्री तपाई सिजनलमा जानै नजानु का आउनै नआउनु यति गाह्रो हुन्छ अब मैले अरु कन्ट्रीको कुरा गर्दिन म कोर्सियामा भएको कारणले चाहिँ म कोर्सियाकै कुरा गर्छु हैन कोर्सियामा अहिले सिजनलमा जति पनि आउँछ नि विशेष गरी यति गाह्रो छ यति अब सिजनलमा आउँछ मान्छे नेपालबाट 12-13 लाख पैसा तिरेर आएको हुन्छ सिजनलमा हैन 12-13 लाख तिरेर आएको हुन्छ सिजनलमा अनि काम हुन्छ 3-4 महिना यहाँ आइपुग्दाखेरि 3-4 महिना मा हैन सिजन सकिन्छ कतिको सिजन स्टार्ट नभई आइरहेको हुन्छ अनि सिजन पर्खिनु पर्यो कतिको सिजनमा आएको हुन्छ सिजनमा आउँदा आधी सिजन गइसकेको हुन्छ काम हुन्छ 1-2 महिना सिजन अफ हुन्छ त्यसपछि के गर्ने त काम पाउँदैन बस्ने हो त्यतिकै अनि फेरि कसै सिजन सकिनु आटेको इन्डमा हैन सिजन सकिनु 1 महिना त्यस्तोमा आएको हुन्छ अनि आइपुग्दा सिजन सकिन्छ त्यसपछि काम पाउँदैन के गर्ने त हो त्यस्तै मान्छेहरु चाहिँ एकदमै धेरै बिजोग भएको छ कोर्सियामा है र वर्किङमै आउनेहरु पनि धेरै जना बिजोग छ सिजनलमा आउने त 100 मा 100% हैन त्यो काम नपाएर अनि सिजन सकिएर त्यतिकै बस्ने हो हैन सिजनलमा आउनेहरु त र वर्किङमा आउनेहरु पनि धेरै जना अहिले बेरोजगारी धेरै जनालाई गाह्रो भएको छ यहाँनिर कसरी भन्दाखेरि काम चेन्ज गर्ने हैन काम चेन्ज गर्नुलाई अब कति काम मन पर्दैन कति अब कम्पनीले अब कुनै जानकारी बिना कति काम कम्पनीहरुले आफै निकाल्दिन्छ अनि त्यस्तोमा अब कसैलाई पनि
काम छोडौँ अथवा काम नगरौँ भन्ने त हुँदैन, तर कति कुराहरूमा कति कम्पनीहरूले आफै निकाल्न थाहा हुँदैन होइन। त्यही भएर चाहिँ भएको काम जस्तो सुकै होस्, सानो तिनो जस्तो सुकै काम होस्, पैसा थोरै धेरै अहिलेको सिचुएसनमा चाहिँ काम चेन्ज नगर्नु भन्छु म चाहिँ होइन। किनभने काम चेन्ज गरेर काम पाउनु यति गाह्रो छ नि, यति गाह्रो छ कोर्सियामा। काम पाउनुको लागि एजेन्ट पक्रिनु पर्यो, एजेन्टले पैसा खान्छ, वर्क पर्मिट निस्किँदैन। अहिले चिनेकै साथीभाइहरू होइन, दाइभाइहरू यति धेरै यहाँनिर जाग्रीमा, अरू सिटीमा त्यतिकै होला, जाग्रीमा सबैभन्दा धेरै छ, यति धेरै छ चिनेकै भाइहरू दाइहरू पनि 8-9 महिना भइसक्यो वर्क पर्मिटको काम चेन्ज गर्नुलाई, वर्क पर्मिटको वेटिङमा बसेको 8-9 महिना भयो भन्छ। अहिलेसम्म वर्क पर्मिट आएको छैन, वर्क पर्मिट आएको छैन, पर्खेको आउँछ भन्छ, आएको छैन। यति गाह्रो छ नि वर्किङमा आउनेहरूलाई पनि, यति गाह्रो भएको छ काम चेन्ज गर्नु। त्यही भएर काम चेन्ज नगर्नु भन्छु। अब कतिलाई त कम्पनीले निकालिदिन्छ, त्यस पछाडि के गर्नु, काम खोज्नै पर्यो होइन। त्यही भएर आफै चाहिँ काम चेन्ज नगर्नु होला, जस्तो छ त्यस्तोमा चित्त बुझाएर बस्नु होला होइन। अहिलेको समयमा गाह्रो छ। र सिजनलको कुरा गर्नु पर्दाखेरि म मेन चाहिँ यो सिजनलमा चाहिँ होइन, सिजनलको कुरा गर्नु पर्दाखेरि सिजनलमा त मैले भनिरहेको सिजनमा आउने नआउनु, र विशेष गरी चाहिँ म नेपालको एजेन्ट, यहाँको एजेन्टहरूलाई के भन्छु भने तपाईँहरू पैसा कमाउने होइन, आफ्नो स्वार्थको लागि मात्रै र पैसा कमाउने धन्दाको लागि मात्रै नसोच्नु क्या होइन। मान्छे पढाइसकेपछि एउटा जे होइन, जे प्रतिबद्धता गर्नुहुन्छ, जे तरिकाले तपाईँहरूले एप्लाई गराउनुहुन्छ, जुन आश्वासनले तपाईँहरूले एप्लाई गराउनुहुन्छ होइन कोर्सियाको लागि होइन, त्यो आश्वासन देखाएको अनुसार तपाईँहरूले गर्नु पर्यो क्या, कर्तव्य हो क्या तपाईँहरूले होइन। पैसाको लागि मात्रै होइन क्या, मानवता भन्ने पनि लिनु पर्यो। मानवता छ कि छैन तपाईँहरूमा होइन, मानवता पनि सोच्नु पर्यो क्या। पैसाको लागि मात्रै काम गरेर भएन क्या। तपाईँहरूले के भन्नुहुँदो रहेछ थाहा छ मलाई, मेरै रिलेटिभ होइन मान्छेले पनि मलाई भनेछ, उनीहरू पनि अहिले भिजा लागेर सिजनलमै भिजा लागेर आउनु आँटेको रहेछ। र मलाई म्याक्सिमम अहिले सबैमा, मेरो सबै सोसियल मिडियामा चाहिँ मलाई धेरै दिदीबहिनीहरूले नै म्यासेज कमेन्ट गर्नुहुन्छ सिजनलमा होइन, मेरो भिजा लाग्यो, अब सिजनलमा आउँदैछु, सिजनलको भिजा लाग्यो, के गर्ने होला, कस्तो हुन्छ होला भनेर मलाई धेरैजनाले सोध्नुहुन्छ। अनि साथीभाइहरूले, केटा साथीभाइहरूले नि मलाई धेरैले म्यासेज गर्नुहुन्छ, म सबै कुरा भन्छु। दिदीबहिनीहरू चाहिँ के भन्नुहुन्छ भने मेन पावरमा एप्लाई गरेँ होइन, भिजा आयो, 11 लाख 12 लाख तिरिसकेँ, अब फ्लाइट छ, हप्ता 10 दिनको फ्लाइट छ, हप्ता 10 दिनमा फ्लाइट भनेको छ, दाइ त्यहाँ अब सिजनमा आएपछि कस्तो होला होइन, के हुन्छ कस्तो हुन्छ भनिदिनु न होइन। अब भिजा आइसक्यो, आउन आँटेको, सिजनलमा त अब यस्तो यस्तो हुन्छ अरे, गाह्रो हुन्छ अरे भन्छ, के हो त भनेर मलाई धेरैजनाले त्यही एउटै प्रश्न धेरैजनाले गर्नुभएको छ क्या। रिलेटिभले नि मलाई फोन गरेर त्यस्तै सोधिरहेछ। अनि मेन पावरले चाहिँ के भन्दा रहेछ भने अब सुरुमा चाहिँ सबै कुरा आश्वासन देखायो, राम्रो हुन्छ, यस्तो हुन्छ, तपाईँहरू गइसकेपछि सिजनल हो होइन, 6 महिना 7 महिना काम गर्ने सिजनलमा, अथवा 1 वर्ष काम गर्ने, सिजनभरि काम गर्ने, त्यस पछाडि सिजन सकेपछि तपाईँहरूलाई हामी होइन टिआरसी भइहाल्छ, पुगेपछि पुग्नुसाथ टिआरसी बनिन्छ, टिआरसी हुन्छ, टिआरसी बनेपछि सिजनल काम गर्ने, सिजनमा काम सकेपछि त्यस पछाडि तपाईँहरूलाई चाहिँ अर्को काममा सजिलै होइन, कुन काममा जाने हो त्यो काममा मजाले हामी लगाइदिन्छौँ भनेर पुरै आश्वासन देखाउँदो रहेछ क्या। तर त्यो जिरो हो क्या। त्यो एजेन्टले भनेको एउटा कुरा पनि सत्य हुँदैन क्या। यहाँ आइसकेपछि सिजनमा आइसकेपछि टिआरसीको कुरा गरौँ, तपाईँहरू नेपालमा हुँदा तपाईँहरूको 3-4 महिनाको टिआरसीको डेट सकिसकेको हुन्छ क्या। 1 वर्षको टिआरसी हुन्छ कोर्सियामा, 1 वर्षको म्याद हुन्छ। तपाईँहरूको वर्क पर्मिट जुन दिन आएको हुन्छ नेपालमा त्यहाँदेखिको काउन्ट हुन्छ क्या, वर्क पर्मिटको टिआरसीको डेट स्टार्ट हुन्छ। अनि तपाईँहरूको वर्क पर्मिट आएर छिटै भिजा लागेर आयो, अलिकति बढी हुन्छ म्याद टिआरसीको, तपाईँको 4 महिना होइन, 3 महिना 4 महिनामा वर्क पर्मिट भिजा आयो भने त वर्क पर्मिट आएको 3-4 महिनामा भिजा भिएफएस गरेर 3-4 महिनापछि भिजा आयो भने त तपाईँहरूको त्यहाँ 3-4 महिनाको टिआरसी कार्डको डेट सकिन्छ क्या। 1 वर्षमा होइन 3-4 महिनाको टिआरसी डेट सक्यो भने कति रह्यो त, 7-8 महिना रह्यो। 7-8 महिनामा त्यस पछाडि आएर काम तत्कालै पायो भने सिजनमा है, सिजन अफ छ भने फेरि उयो होइन बस्ने त्यतिकै टिआरसी त्यो बनिन्छ बनिने थाहा हुँदैन। त्यो बन्यो भन्ने कुरा मात्रै मैले कुरा गर्दैछु है। सबैजनाको टिआरसी कार्ड बनिन्छ भने हुँदैन फेरि होइन, कतिको बनिन्छ, कतिको बनाइदिन्छ, कतिको बनाइदिँदैन। त्यो अफ सिजनमा आइपुग्छ, त्यतिकै बस्ने, कोही बेला सिजन सकिन आउँदा आउँछ यहाँ आइपुग्छ, अनि 1 महिना काम गर्यो त्यतिकै बस्नुपर्छ। अनि होइन भर्खर सिजन स्टार्ट हुँदा आइपुग्यो भने त ठिकै हो, 4-5 महिना काम गऱ्यो, फेरि त्यो 4-5 महिना काम गरेको पैसाले फेरि
4-5 महिना बस्नुपर्छ। सिजनलमा यति गाह्रो छ नि, यति गाह्रो छ सिजनल। मलाई कतिजनाले कमेन्ट गर्नुहुन्छ, मलाई कतिजनाले म्यासेज पर्सनली पनि गर्नुहुन्छ, मलाई धेरैजनाले रिप्लाई गरिदिएको छ, दाइ मलाई काम खोजिदिनु। म आएको धेरैजनाले रिसेन्टली पनि मलाई कुरा गरिहाल्छु हैन। 4-5 जना भर्खर आउनु भएको छ, कसै 1 महिना भएको छ, कसै 3 महिना भएको छ, कसै 2 महिना भएको छ। कामै लगाइदिएको, सिजनलमा आएको कामै लगाइदिएको छैन। एजेन्टले काम लगाइदिनु भनेको एजेन्टले कामै लगाइदिँदैन, फोनै उठाउँदैन, फोनै रिसिभ गर्दैन। आएको 3 महिना भयो, फोनै रिसिभ गर्दैन। कसरी काम खोज्ने, के गर्ने, काम लगाइदिनु न। मैले काम गरेको भिडियोहरू म लगाइरहेको हुन्छु हैन, म काम गरेको भिडियोहरू लगाइरहेको हुन्छु। मैले काम गरेको हो त्यो भिडियोहरूमा मलाई त्यो भिडियो हेरेर मलाई नि काम लगाइदिनु न, पार्ट टाइम कामहरू पाउँछ भने मलाई नि मिलाइदिनु न, म नि यतै हो जागिर छेउमै हो भने कतिले भन्नुहुन्छ। अब त्यस्तो कामहरू म चाहिँ लगाइदिनु मिलाइदिनु त सक्दिनँ, तर पनि भन्नुहुन्छ। र उहाँहरूलाई मैले सोद्धाखेरि 1 महिना भयो हैन, कसैले 3 महिना भयो भन्नुहुन्छ, आएको काम लगाइदिएको छैन हैन। अनि एजेन्टहरूले काम लगाइदिन्छु भन्छ, यत्रो आएको 3-4 महिनामा नि काम लगाइदिएको छैन। दाइ गाह्रो भयो सिजनलमा, यताउता कति धेरै आउँछ क्या। त्यही भएर सिजनलमा त आउनै नआउनु यति धेरै गाह्रो छ नि। तपाईँहरूले 10-12 लाख तिरेर आउनुहुन्छ सिजनलमा, तपाईँहरू ठ्याक्कै सिजन स्टार्ट हुँदा आइपुग्नु भयो भने त 4-5 महिना 6-7 महिना काम गर्नु पाउनुहुन्छ। अनि त्यति कमाइले तपाईँहरूले ऋण कहिले तिर्ने, अनि त्यस पछाडि अर्को काम पाउने कहिले हो थाहा हुँदैन हैन, त्यो फिक्स हुँदैन। अनि अर्को काम चेन्ज गर्नुलाई तपाईँसँग टिआरसी हुँदैन, तपाईँसँग त्यो काम चेन्ज गर्नुलाई एजेन्ट चाहियो। एजेन्ट कन्ट्याक्टमा रह्यो त ठिकै छ, एजेन्टले कन्ट्याक्टमै रह्यो भने पनि काम तत्कालै पाउँदैन, वर्क परमिट हुनु पर्यो हैन। काम अर्को पाउनुलाई पनि काम कम्पनीमा कुनै काम चेन्ज गर्नु पर्यो भने वर्क परमिट आउनुलाई अहिले 7-8 महिनामा पनि यहीँ हुने हैन। यहाँ 2-3 वर्ष काम गरिरहेको साथीभाइहरू पनि अहिले काम चेन्ज गर्ने भएर वर्क परमिट 8-9 महिना भयो भनिरहेको थियो। मैले हिजो अस्ति भर्खर पनि भेटेको, सोधेको साथीभाइलाई 8-9 महिना भयो वर्क परमिट आएकै छैन, यति गाह्रो छ। अनि त्यही भएर म भन्छु कि मैले धेरै अगाडिदेखि भनेको सिजनलमा त तपाईँहरू आउनु नै नआउनु का। तपाईँहरूले अब एप्लाई गरिसक्नु भएको छ हैन, भिजा आइसक्यो त आउनु परिहाल्यो हैन। एजेन्टले चाहिँ अब आश्वासन देखाउँदो रहेछ तपाईँहरूलाई हैन, उता गइसक्यो काम सजिलो चेन्ज हुन्छ हैन। तपाईँहरूको टिआरसी जानुसाथ बनिन्छ, काम मजाले सिजन सकेपछि काम अर्को लगाइदिन्छु, काम हैन चेन्ज हुन्छ, सजिलै हुन्छ। तपाईँहरू काम गर्नु भने अर्को देश जानु पनि मजाले पाउनुहुन्छ भनेर पुरै 12 लाख 13 लाख तिरिरहेको हुन्छ, लिइरहेको हुँदो रहेछ। तर यहाँ आइसकेपछि त्यो जिरो हो। तपाईँहरू जति खुसी भएर आउनुहुन्छ नि, भिजा लाग्यो भनेर सिजनलमा, तपाईँहरू यहाँ आएपछि रुने हो क्या, बुझ्नुभयो नि। तपाईँहरू यहाँ आएपछि रुने हो। सिजनमा आउने मान्छेहरू सबै प्राय छोरी मान्छेहरू, लेडिजहरू हुनुहुँदो रहेछ। मलाई म्यासेज गरेको, कमेन्ट गरेको अनुसार चाहिँ। र मलाई एकजना ब्रदरले नै मलाई म्यासेज गर्नुभएको थियो, मैले कुकमा मैले सेफमा हैन, किचनको लागि होटलमा सेफ कुकको लागि मैले एप्लाई गरेको। मलाई चाहिँ के भन्छ भने अहिले अब एप्लाई चाहिँ कुकमा गरेको, तर उता गएपछि चाहिँ मलाई ड्राइभिङमा लगाइदिन्छु काम भनेको छ हैन। ड्राइभिङ हुन्छ अरे मेरो काम, ड्राइभिङको चाहिँ काम लगाइदिन्छ अरे भनेको छ मलाई। त्यसो भनेर म दाइ यस्तो पनि हुन्छ हैन, मलाई चाहिँ म त कुकमा मैले एप्लाई गरेको, तर मलाई चाहिँ पछि उता गएपछि चाहिँ तिम्रो स्किल छ भने ड्राइभिङमा काम लगाइदिन्छु मलाई भनेको छ दाइ। त्यस्तो नि हुन्छ भनेर मलाई म्यासेज गरिरहेको, कमेन्ट गरिरहेको थियो, म्यासेज पनि गरिरहेको थियो। तर त्यो चाहिँ जिरो। तपाईँले जेमा एप्लाई गर्नुभएको छ त्यसमै काम हो, चाहे जुन चाहिँ काम होस्, तपाईँले जेमा एप्लाई गर्नुभएको छ त्यो नै काम गर्ने हो, त्यही नै काम यहाँ पाइने हो। तपाईँलाई त्यहाँभन्दा अरू काम यहाँ एजेन्टले लगाइदिने काम एजेन्टले लगाइदिन्छ भनेर नसोच्दा हुन्छ क्या। त्यहाँनिर पछाडि गएर तपाईँसँग स्किल छ हैन, त्यो पछाडि गएर आफ्नो स्किल छ भने पछि बुझ्दै गएपछि तपाईँले काम चेन्ज गर्नुलाई पाउनुहुन्छ, गर्नु पाउनुहुन्छ। तर एजेन्टले यहाँ चाहिँ एप्लाई गरेको छ एउटा काममा, यहाँ आउनु साथ चाहिँ अर्को काम लगाइदिन्छ भने त्यो चाहिँ नसोच्दा हुन्छ, त्यो चाहिँ हुनै हुँदैन है। त्यो चाहिँ एकदमै झुट बोलेको त्यो कुरा। अहिले यति धेरै भिजा हैन, अब यहीँनिर काम गर्ने मान्छेहरूले नै काम चेन्ज गरेर बस्ने धेरै छ, धेरै हैन, यति धेरै छ। 8-9 महिना 1 वर्ष हैन, काम चेन्ज गर्नुलाई एप्लाई गरेको 8-9 महिना भयो भन्छ, कसैले 6-7 महिना, कसैले 1 वर्ष भइसक्यो, पर्मिटै आएको छैन क्या। यहीँनिर काम गरिरहेको मान्छेहरूको पनि वर्क परमिट यहीँनिर नै आएको छैन। अनि नेपालमा एप्लाई गर्नेहरूको त कुरै छोडौँ, अहिले त्यसै पनि यति धेरै वर्क परमिटहरू क्यान्सल भएको छ यो 2025 को नियमले गर्दाखेरि। अहिले पनि राम्रोसँग भिजाहरू आइरहेको छैन क्या। सबै अहिले के एकदमै रिजेक्ट भइरहेछ क्या। इन्डियामा पनि अहिले भिएफएक्स सबैको वर्क परमिट आयो भने पनि 100मा 90-95% चाहिँ भिजा रिजेक्ट, किन थाहा छैन। त्यो हुन्छ मेन चाहिँ अब यो
एजेन्टहरूले गर्दा एजेन्सीहरू डुप्लिकेट यो फेक एजेन्सीहरू चाहिँ होइन 2 नम्बरी एजेन्सीहरूले गर्दाखेरि चाहिँ यो सबै 2 नम्बरी एजेन्सीहरू मार्फत धेरैजनाले अब एप्लाई गरेको छ होइन त्यो अनि उनीहरूको त्यो फेक एजेन्सीहरूबाट एप्लाई भएकोहरू चाहिँ सबै क्यान्सल हुने हो क्या रिजेक्ट हुने हो क्या भिजा वर्क परमिट आउँछ आइसकेपछि अब उता भिएफएक्समा क्यान्सल सबैजना होइन मेरो त वर्क परमिट आएदै यति दिन पर्खे यति महिना पर्खे लास्टमा रिजेक्ट आयो कति आउँछ क्या म्यासेज अनि अहिले भिजा पनि यति धेरै कम छ अनि वर्क परमिटको त कुरै छोड्नु मेरै भाइहरूले पनि एप्लाई गरेको अहिले 1 वर्ष भइसक्यो वर्क परमिट आएको छैन क्या आउँछ भन्छ त्यो सबैको दाइ मेरो यति महिना भयो दाइ भाइ मेरो यति महिना भयो 8 महिना 1 वर्ष भयो म्याक्सिमम 6 महिना भन्दा उता भएको साथीभाइहरूले मलाई कमेन्ट गर्नुहुन्छ मेसेज गर्नुहुन्छ हैन फेसबुकमा युट्युबमा मलाई मेसेज गर्नुहुन्छ अहिले यो सिस्टमले नै यस्तो भएको छ का तपाईहरुको मात्रै हैन सबैजनाको त्यस्तै हो का तपाईहरुको मात्रै रिजेक्ट हैन का अहिले तपाईहरुको मात्रै रिजेक्ट हैन सबैजनाको अहिले तपाईहरुको मात्रै वर्क परमिट ढिलो आको भनेर सोच्नु भएको होला सबैजनाको अहिले त्यस्तै छ का यो 2025 देखि यता झनै गाह्रो छ झनै ढिलो वर्क परमिट आइरहेछ हैन डिमान्डहरु त अहिले नेपालमा हलुका फलुका गइरहेको रहेछ हैन अहिले गइरहेछ अस्ति चाहिँ डिमान्डहरु नेपालमा छनै छैन किन हो भनेर मलाई धेरै जना सोध्नुभयो तर अहिले डिमान्डहरु चाहिँ रहेछ तर वर्क परमिट अहिले एकदमै कम छ हैन वर्क परमिट आए पनि अनि भिएफएस गरे भिएफएस आएपछि पछि भिजा आउने बेलामा सबै रिजेक्ट धेरै जनाको 10 मा 9 एकजना 2 जनाको भिजा आउने एकदमै गाह्रो रहेछ त्यही भएर चाहिँ अहिले सबैजनाको त्यस्तै हो यो एजेन्सीहरुले गर्दा नै हो किनभने अब एक त हामी नेपालीहरुले गर्दा पनि हो है यस्तो भएको छ किनभने अब हामी काम गर्नु भनेर आको भइन्छ कोर्सियामा अब काम गर्नुलाई कोर्सिया आउने तपाईहरु यहाँ आइसकेपछि यहाँ नबस्ने अन्त देश जाने हैन अन्त देशतिर लागेपछि त यहाँको सरकारले त्यसै टाइट भयो त्यसै बंगालीलाई ब्यान गरेको हैन त्यस्तै भएको हो का तपाई हामी आइन्छ आइसकेपछि यो देशमा आइसकेपछि तपाईहरु यो देशमा बस्नु पर्यो नि काम गर्नु पर्यो अनि पो अरु नयाँ आउनेहरुलाई पनि सजिलो गरी भिजा दिन्छ भिजा आउँछ हैन सहज हुन्छ नयाँ आउनेहरुलाई पनि तपाईहरु आउने हामी आउनेहरु जति सबै यहाँ काम गर्नु एप्लाई भिजा लागेर आउने त्यसपछि चाहिँ अनि यहाँदेखि चाहिँ अर्को देश लागेपछि यहाँको सरकारले टाइट त गरिहाल्छ त्यही भएको का नेपालीहरु अहिले कोर्सियामा सबैभन्दा बढी छ हैन सबैभन्दा बढी छ तर यहाँ आइसकेपछि अन्त जाने पनि त्यतिकै छ का त्यही भएर पनि टाइट भएको हो कुन दिन बंगालीलाई जस्तै हैन बंगाल देशलाई जस्तै यहाँ पनि ब्यान नेपालीहरुलाई पनि ब्यान गर्छ जस्तो लाग्छ का मलाई चाहिँ किनभने यति धेरै छ उले भएको छ नि अहिले यो टाइट गरेको छ हैन यति छ नेपालीहरु यतिकै धेरै इलिगल छ हैन यतिकै धेरै इलिगल छ त्यतिकै धेरै अन्ध देश जान्छ त्यसपछि त अनि त्यही हो नयाँ आउनेहरुलाई गाह्रो भएको त्यही हो तपाईहरुको वर्क परमिट आउनुको कारण वर्क परमिट ढिलो आउनुको कारण पनि यहाँ हुने नेपालीहरुले गर्दा नै हो है तपाईहरुलाई नेपालमा बस्ने नयाँ आउने हुनेहरुलाई पनि त्यही हो यहाँ हुने नेपालीहरुले गरेको व्यवहार काम ठिकसँगले काम नगरेपछि कम्पनीले निकाल्छ नेपालको एजेन्टहरुले के भन्दा रहेछ थाहा छ नेपालको एजेन्टहरुले रिसेन्टली पनि एउटा बहिनीलाई के भनेर छन् एजेन्टले सुरुमा चाहिँ अब हैन सिजनमा गइसके 5-6 महिना काम हुन्छ सिजन सकेपछि टीआरसी बनिन्छ त्यस उता गएपछि टीआरसी बनिन्छ त्यसपछि काम सिजन सकेपछि अर्को काम लगाइदिन्छु यता उता भन्दा एप्लाई गर्दाखेरि त्यसो भने रहेछ हैन अहिले त भिजा लाग्यो नि त भिजा आयो उड्ने फ्लाइट हुन आट्यो हप्ता दिनमा फ्लाइट छ हैन अब 11 लाख तिरिसक्यो अरे जाने बेला भयो अहिले के भन्छ अरे एजेन्टले तिमी जान्छौ भने जाऊ हैन जाने भने जाऊ उता गइसकेपछि चाहिँ हैन काम सिजन सकेपछि काम खोज्ने आफै बस्ने आफै भनेर चाहिँ पुरै अहिले पैसा पाइसकेपछि त हैन 11 लाख तिरेको अरे पैसा पाइसकेपछि त त्यस्तो भन्छ अरे का त्यही भएर एजेन्टहरु सब पैसा कमाउने माध्यम मात्रै का पैसाको लागि मात्रै काम गरिरहेछ का नेपालमा मानवता भने जिरो भइसक्यो का नेपालमा त्यही भएर चाहिँ एकदम सोच विचार गरेर एप्लाई गरेर आउनु होला सिजनमा त नआउनु होला तपाईहरु कसै पनि वर्किङमा आउनु होला वर्किङमा आउँदाखेरि पनि गाह्रो छ
काम नपाउन सक्छ, काम यहाँ एजेन्टले नलाइदिन सक्छ आइसकेपछि पनि। तर पनि सिजनल भन्दा अलिकति सजिलो चाहिँ हुन्छ। त्यही भएर धैर्य त गर्नुहोस् हैन। तपाईहरुको एप्लाई गर्नुभएको छ भने सायद अब आउँछ पनि होला। सबै धैर्य त गर्नुहोस्। धैर्य त अब एप्लाई गरेपछि के चाहिँ गर्नु त, धैर्य त गर्नु पर्यो। आउँछ भन्ने आशै हुन्छ हामीलाई पनि। 8-9 महिनामा आएको मेरो पनि भिजा हैन। त्यही हो, आश आउनु नै आउँछ हैन। वेट गर्नु होला, आउँछ। किनभने अब यहाँको सिचुएसन त्यस्तै छ अहिले। अब नयाँ रुल्स, नयाँ नियम, त्यही भएर पनि अहिले यो 2025 मा एकदमै ढिलो हो वर्क परमिट आउने, भिजा आउने। तर वेट गर्नु होला, तपाईहरुको भिजा पक्कै पनि आउने छ। तर सिजनलमा चाहिँ तपाईहरु कसैले पनि बुझेर जानेर कसै पनि एप्लाई नगर्नु होला। सिजनलमा आयो भने यहाँ हाँस्दै आए पनि नेपालदेखि हाँस्दै आउनुहुन्छ होला, तर यहाँ आएपछि रुने काम मात्रै हुन्छ है। सिजनलमा चाहिँ एकदमै गाह्रो हुन्छ। तपाईहरु जतिसुकै एजेन्टहरुले आश देखाए पनि तपाईहरुको हुने होला यहाँ जिरो। त्यो एजेन्टले भनेको अनुसार यहाँ हुने भनेको जिरो। उनीहरुलाई के त्यो एउटा पैसा कमाउने माध्यम, पैसा कमाउनको लागि मात्रै गरिरहेछ का नेपालको एजेन्ट, यहाँको एजेन्टहरुले यार। यहाँ आइसकेपछि कति बिजोग भएको छ त्यो देख्दैन। यहाँ आएपछि कतिको बिजोग तरिकाले राखेको छ त्यो देख्दैन। 5 महिना 6 महिना सिजनलमा काम गर्यो, 2-3 महिना सिजनलमा काम गर्यो, त्यसले वर्षभरि खानु पुराउनु पर्ने हुन्छ यदि काम गरेको खण्डमा है। त्यो पनि काम पाएन भने त उही हो। अनि आएको त्यही माथि ऋण काटेर आएको छ भने त कहिले ऋण तिर्नु? सिजनलमा आउने 10-12 लाख तिरेर आउनु हुनेले कहिले ऋण तिर्न सक्नुहुन्छ? तपाईहरुले त 2-3 वर्ष लाग्छ। अर्को काम पाएर पनि तपाईले लगभग 1.5-2 वर्ष काम गरेपछि मात्रै ऋणहरु तिर्नु, आफू सेटल हुन सक्नुहुन्छ का। त्यही भएर सिजनलमा आउने काम चाहिँ बन्द नगर्नु हैन, बन्दै गर्नु। सिजनलमा चाहिँ आउनै नआउनु। यहाँ आएपछि राम्रो हुन्छ भने त नसोच्दा हुन्छ सिजनलमा। त्यही भएर तपाईहरु वर्क परमिटमा एप्लाई गरिरहनु छ, वर्क परमिटको वेटिङमा हुनुहुन्छ भने तपाईहरुको भिजा पक्कै पनि आउँछ। ढिलो चाँडो वेट गर्नु होला। र तपाईहरुलाई के गुनासो, केही सोध्नु मन छ भने मलाई यो भिडियोमा कमेन्ट गर्नु होला। तपाईहरुको म Q&A भिडियो, तपाईहरुको कमेन्टको भिडियो म अर्को भिडियोमा बनाउने छु। तपाईहरुको जिज्ञासा, तपाईहरुलाई मनमा लागेको कुरा, कोर्सियाको बारेमा केही बुझ्नु मन छ भने पक्कै पनि सबैजनाले आफ्नो इच्छाहरु कमेन्ट गर्नु होला। तपाईहरुको म Q&A भिडियो तपाईहरुको लिएर म अर्को भिडियोमा आउने छु। र फुल भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। नेक्स्ट भिडियो तपाईहरुलाई म अर्को भिडियो लिएर आउने नै छु।